मिल्ने पढाउने तपाईँको 5वटा छोरी 3वटा छोरा 12 महिना यही बुन्ने राख्नुहुन्छ है? ओहो राम्रो राम्रो। हिजो पठाइदिए हामी तपाईँको 77 खान 70। तर तपाईँले अलि सस्तो पाउनुहुन्छ होला नि ठेकदार मार्फत गर्दाखेरि जुन डुलाउने रेटभन्दा 300 नि। नमस्कार दर्शकबिन, म छु सुदीप बुढामगर। आज म घोराई उपमहानगरपालिका वार्ड नम्बर 19 यो 2 खोला भन्ने ठाउँमा छु। यो कति पर्छ अङ्कल एउटाको? बजारमा 300 रुपियाँ। 300 रुपियाँ। एउटा बुन्नलाई कति लाग्छ अङ्कल? ठिक पारेपछि एक दिनमा 4-5 सकिन्छ। दिनमा लगभग 5 रुपियाँ फेरि बस्छ नि अङ्कल। अनि दिदीले कति बुन्नुहुन्छ नि? दिनमा कति बुन्नुहुन्छ? ए भाइ मैले त कति बिनेर अब भान्सा पाठ नगरेपछि भाडा नमागेपछि गासी काम पनि गर्न लागेर उही 4वटा हो। यो धक्के बुनिसकेपछि बेच्नलाई कति गाह्रो छ बजारमा? अब पहिला त गाह्रै हुन्थ्यो बाबु। अब धक्के बुन्ने तल कथार जाने डुलाउने भारी पिठेमा बोकेर ल्याउने हुन्थ्यो। अब त बुन्न मात्र पर्छ, बुन्न पनि सकिन्न। खोज्न त खोजिरहन्छन् बजारमा त। हजुर। हाम्रो त झन् ठेक्का छ, पुर्याउनै सकिन्न। ए त्यसो माग धेरै छ है दिदी? हजुर, छोराछोरी हुन् बेला सबै लागेर त हुन्थ्यो। अब त छोरीहरूको नि बिहा भइगयो, छोरा पनि बिहा गरेर छुट्टीको। अब त चिनाएर राख्न पनि धौ भएको छ बाबु। ए त्यसो भए राम्रो रहेछ नि बजार यसको त। हजुर, साथी बाबुले हेर्नुहोस् उठेर साट्ने सिमथोरा धान पाइन्छ। 3 दिन 4 दिन लाग्थ्यो भारी बोकेर जाने, भारी तुरुन्तै बोकेर ल्याउने, फेरि भुइँमाथि लाग्ने। उमेरमा कहाँ जानुभयो कमाउन? 47 वर्ष भयो। कमाउन कहाँ जानुभयो अङ्कल चाहिँ? इन्डिया जानुभयो कि विदेश जानु भएन? म काठमाडौँ पनि गएको छु नि। घरै बसेर पुग्यो नि। तुलसीसम्म गएको छु। हो तुलसीवर? हजुर, लमाईसम्म गएको छु। हो काठमाडौँ गएको छैन। यी घोडी बजार अनि कछार भयो सबै हो डुल्ने डुले हो। यहीँ यताउता गरेरै केटाकेटी पनि यही बेचेरै? ए केटाकेटीले पढाउने तपाईँको 5वटा छोरी 3वटा छोरा 12 महिना यही बुन्ने राख्नुहुन्छ है? ओहो राम्रो राम्रो। पुगेकै छैन क्षेत्रमा। 4वटा चिनार थिए हेर्नुहोस्। ए ठेकामा 4 ठाउँ फाल्छ। छोरोलाई सिकाउनु भएको छ सिकाउनु भएको छैन अङ्कलजी यो बुन्ने? छोराले त दिन्छ भिन्न त भने अहिले त अब ड्राइभर भइयो हेर्नुहोस्। यिनी सानो बाबुले सिकेका छैनन्? सिकेको छ त्यसले बिन्छ भिन्न त भने अलिक जाँगर गरेन। ए ठिक छ ठिक छ। बिनहरू बिन्छ। खुसी लाग्यो अङ्कल चाहिँ नजानु पर्ने, इन्डियासम्म गएको छैन भन्नुहुन्छ त। अब आफ्नै घरै घरको आँगनमा बसेर अब पैसा नेपालमा छ भन्छ नि त, त्यही त हेर्नु न। अब घरको आँगनमा बसेर त्यही पनि भ्याइ नभ्याइ छ भन्नुहुन्छ। अब बेच्नै नजानु पर्ने ठेकदारले। त्यही भएर अङ्कलको यो कलालाई चाहिँ धेरै मास पुऱ्याउने हिसाबले चाहिँ बनायौँ कि अङ्कल। पठाइदिए हामी तपाईँको 77 खान 70। तर तपाईँले अलि सस्तो पाउनुहुन्छ होला नि ठेकदार मार्फत गर्दाखेरि जुन डुलाउने रेटभन्दा 300 नि। यो त दोकानमा पनि बिक्छ क्या अङ्कल? यो दोकानमा पनि राखेका हुन्छन् भाडा पसलहरू यताउता। अनि यहाँ के छ त अङ्कलजी? यहाँ बस्नुलाको ठाई घर कति वर्ष भयो यो ठाउँमा बस्नुलाको? जन्म यही न? माथि गाउँमा। यो अहिले यहीँ हो नि घर? गाउँबाट यो गरिल किनेर घर हाले। यो ठाउँको नाम ठ्याक्कै भन्नु न अङ्कलजी? सुबानी। तर सिप होला सुबा बुन्ने किन हुन? योबाट बिन्छु भने उफ्रो 12 झन् नानी। यस्तो हुन्छ नि, फरक हुन्छ नि कला यो यही पनि। त्यो सक्ने मान्छे तर सक्नु जस्तो लाग्छ यो यस लगभग एउटै डिजाइन होइन र हो नि। नातिनी पनि सिकाउनु भएको छ नातिनीलाई? यो बाना के गर्ने बुवा? त्यो सरटी भन्छ नि। सरती। ल धकियाहरू कसैलाई चाहियो भने हाम्रो अङ्कललाई यो 2 खोला घोराई 19 नम्बरको 2 खोला भन्ने ठाउँमा ठ्याक्कै यहीँ आएर फुटकोरमा पनि पाइन्छ नि अङ्कल?
फुटकरमा कति पर्ला? तपाईँको 350 पर्छ 350 नि 350 मा ठ्याक्कै गाडीबाट झरेर पनि किन्न सक्यो यहाँनिर। जस्तो रोल्पाबाट आउनु बेला दाङकै घर हुनेले ठ्याक्कै यहीँनिर झरेर एउटा 350 मा एउटा धकिया लाग्न सक्नुहुन्छ।